सबभन्दा पहिले यो भिडियो हेरौँ है त। यो घाँटीदेखि यति भित्रको शरीरमा यदि डल्लाडल्ली छ भने, यो स्तनको वरिपरि गाँठागुठी छ भने, तिनी गाँठागुठी हराउने एक्सर्साइज गरौँ है। महिलाको स्तन छातीमा सुपेरियरली हेऱ्यो भने सेकेन्डरी, मिडियली हेऱ्यो भने बिचमा एउटा हड्डी हुन्छ जसलाई स्टर्नम भनिन्छ, स्टर्नमको ल्याटरल बोर्डर, र इन्फेरियरली हेऱ्यो भने 6-3, र ल्याटरली हेऱ्यो भने एन्टेरियर एक्जिलरी लाइन अथवा मिड एक्जिलरी लाइन। सजिलै बुझ्यो भने काखीको भागसम्म फैलिएर रहेको हुन्छ। स्तनको साइज सानो अथवा ठुलो रहन सक्छ, तर स्तनको तन्तुहरू यो एरियामा फैलिएर रहेको हुन्छ। र सँगसँगै स्तनबाट विभिन्न लिम्फेटिक डक्टहरू गएर एक्जिल अथवा काखीमा सप्लाई गर्दछन् अथवा ड्रेनेज गर्दछन्, जसलाई एक्जिलरी लिम्फ नोड भनिन्छ। यदि हजुरहरूको यो एरियामा कुनै गाँठागुठी अथवा डल्लो देखियो भने सो डल्लो स्तनबाट पनि आएको हुनसक्छ। र स्तनबाट आएको सबै गाँठागुठी डल्लो राम्रो हुन्छ भन्ने छैन, कुनै कुनै गाँठागुठी अथवा डल्लो क्यान्सर पनि हुन सक्दछ। त्यसैले यो एरिया अथवा सँगसँगै काखीको एरियामा यदि हजुरले कुनै डल्लो गाँठागुठी नोटिस गर्नुभयो भने हजुरको पहिलो प्राथमिकता भनेको सर्जनलाई अथवा फिजिसियनलाई देखाउनु उपयुक्त रहन्छ। रोगले विकराल रूप लिएर पछि उपचार गर्नुभन्दा सुरुवाती अवस्थामै रोकथाम गर्नु अथवा पहिलो चरणमै उपचार गर्नु बुद्धिमानी रहन्छ। त्यसैले हजुरहरूको छातीमा अथवा स्तनमा गाँठागुठी अथवा डल्लाडल्ली छ भने हल्लाको पछि नलागी उपचार पछाडि लाग्नु हुन अनुरोध गर्दछु। हस्त, धन्यवाद।